चुनावको बारेमा मैले हिजो एउटा कम्पनीमा कन्टेन्ट लेखेको थिएँ, त्यो ल्याउनै बिर्स्यो। कस्तो यार भने चुनाव लाग्दैछ नेपालमा गाइजहरू, कृपया यसपालि भनेको भोट भनेको हामीले सधैँ चेन्ज गर्थ्यौँ, पहिला पनि परिवर्तन गरेकै हो, भोटहरू नगर्ने होइन। नेताहरूले विभिन्न किसिमको आश प्रलोभन देखाएर जनताहरू पनि प्रलोभनमा परेर हामीले भोट जिताएकै हो। तर भने जस्तो कार्यान्वयन भएन। हामीले धेरै कुराहरू गर्नु छ, हामी त्यही ठाउँमा बस्ने हो कि त्योभन्दा अलिक माथि उठेर सोच्ने हो भन्ने कुरामा हामी जनता हाम्नुपर्छ। सही समय त आएकै हो पहिला पनि, तर सही मान्छे, त्यो सही समयमा सही मान्छे नआएको परिणामले गर्दाखेरि आज हामी सबै नेपाली जनताहरूले यो दिन देख्न बाध्य छौँ। त्यही भएर कृपया सबै नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू जसको भोटर लिस्टमा नाम छ, उहाँहरूले यसपालि यो घन्टीलाई मतदान गरी भारी बहुमतले विजय गरौँ र यसपालि सदनमा भनेको सदन र सरकारमा जनता हुनेछ, जनताको चल्नेछ भन्न चाहन्छु म। हामी धेरै पिछडिएका छौँ, एआईको जमाना आइसक्यो, हामीले धेरै कुराहरू गर्नु छ, धेरै संरचनाहरू बनाउनु छ, धेरै नीति नियमहरू बनाउनु छ, कानुनहरू बनाउनु छ, व्यवस्थित गर्नु छ, व्यवस्था चेन्ज गर्नु छ, नत्र हाम्रो अवस्था त्यही रहन्छ। यसपालि हामी इमान्दार मान्छे पाएका छौँ, त्यही भएर भोट दिनको लागि नडगमगाउनु होला। यो फागुन 21 निर्वाचन मात्र होइन, यो तपाईँहरूको जित हो, तपाईँहरूको आम अधिकार हो। यदि कुनै व्यक्ति, कुनै पार्टी बाट यदि तपाईँलाई कुनै अफर आउँछ, चलन चल्तीमा मासु भात पेट्रोल रक्सी यताउति भरसक नलिनुहोस्, यदि दिए भए पनि लिइदिनुहोस्, तर भोट चाहिँ घन्टीमा हाल्नुहोस्। हामी सधैँ अन्धकारमा बाँचिरहेका छौँ। हाम्रो देशको स्थिति हेर्नुहोस्, अरू देशको तुलनामा लाखौँ युवा युवतीहरू आफ्ना घर परिवार छाड्न बाध्य छन्। किन त? यही पोलिटिकल्सले गर्दाखेरि सही समयमा हामीले सही निर्णय नलिन सक्दाखेरि कति साथीहरू, कति आफन्तहरू अथवा इष्टमित्र जोसुकै होस्, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँ अहिले जुनसुकै पार्टीमा हुनुहुन्छ कन्टिन्यू गरिदिनुहोस्, तर भोट चाहिँ घन्टीलाई जिताउनुहोस्। घन्टीलाई दिएर, भोट दिएर भारी मतका साथ आफ्नो उम्मेदवारीलाई विजय गराउँ। 5 वर्षपछि हामी हेर्छौँ नीति नियम, हुन त देश परिवर्तन गर्नलाई 2-4 वर्षमै हुन्न, नीति नियमहरू बनाउनु पर्ने हुन्छ। संविधानमा कतिपय कुराहरू नेपाली जनताको विपरीत छन्, नेपाली राजनीतिको विपरीत छन्, तिनीहरूलाई सच्याउनु पर्ने हुन्छ। यी कुराहरूलाई छिचोल्दै र यही नियम कानुनहरूलाई बनाउनको लागि भए पनि हामी राष्ट्रपालाई भारी मतका साथ विजय गराउँछौँ र अबको आउने 82 को चुनावमा हामी बालन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार हामीले हेर्न चाहन्छौँ। हाम्रो माग यही हो। जबसम्म तिमी भोट बदल्दैनौ,
तबसम्म तिम्रो मेरो तपाईँको हामी सबैको जीवनस्तर उही रहनेछ। त्यही भएर भोट फर बालेन, भोट फर बालेन, भोट फर बालेन।